गाइज दिस इज रश्मि यो चाहिँ मेरो फर्स्ट भ्लग हुनेछ सर्वप्रथम त सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमीको धेरै धेरै शुभकामना। मैले चाहिँ पूजा गरिसकेँ यहाँ ढिलो भएर मैले भिडियोहरू नलिकन पूजा गरेँ। त्यो पनि काटिसकेँ मैले। यहाँनिर हाम्रो पिठो पनि रेडी भइसकेको छ। हिजो नै मैले रेडी बनाएर भिजाएर राखिदिएको थिएँ। हेर्न मजा आउँछ र रोटी त्यो मकै नफुलेर मकै फलेकै होइन के गर्नु लाग्यो रश्मि? फुल्यो नि अहिले बेकिङ सोडाले गर्दा। एकदम म जस्तो रोटी पाक्दैछ। रोटी यस्तो बच्छ। हाम्रो अमिसाले हातले ट्राई गर्दैछ। यो ल ठिक छ। सुरुमा आत्त्यौ तिमी। खानु भइहाल्छ। सुरुमा भत्ता हाल्यौ के तिमीले? बिस्तारै जानु पर्थ्यो। लास्टमा टुचुक्क टास्यो। जोड दिएन सकिँदैन हौ। यसको लागि हामीलाई बहुत प्र्याक्टिस चाहिन्छ है। राम्रै भएको छ। टिक्क भएको छ। ओ जेनजी मेरो भ्लग है। ल काम धमाधम भइरहेछ। हेलो हाई दिपेश। मेरो फर्स्ट भ्लग हो कि मेरो फर्स्ट भ्लग हो कि एनसी है। फेरि कपालमा त्यो बाँधेर मात्रै हो नि कुकुले। हाम्रो हेड सेफ है। हाई भन्नु। हाई भन्नु। नमस्ते भन्नु न। हो केही भन्नु छ दसैँको उपलक्ष्यमा हजुरलाई 2 शब्द जाओस् न केही। माथि त नेपाल पनि रह त अनि कत्रो रह त यो त। ल ठिक छ। ल हाम्रो तयारी हुँदैछ। अलि राम्रोसँगै मासु खसी छिन्दिन पर्यो त्योबाट। पारी जमुना जमुनाको पेदैमा मनोकामना। हेलो काम धमाधम भइरहेछ।
हाम्रो ब्युटिफुल गर्ल्सहरू रेडी भइसकेका छन् दसैँको लागि होइन सरी भिडियो म त नेपाली बाबु मेड इन नेपाल मेरो मेरो यो सो हो एकैचोटि ओए मैले जितेँ रोटी खाने होइन बल्ल आउने हो सेफ भएर साथी सङ्गी कहाँ छुट्यो पैसा सिन्दागानी जति Happy Dasai! अच्छा तिमीलाई बोलेको छैन है पछाडिबाट अझैले खिच्दैछ खोइ त आशिक मन भने
अर्काको देशमा गइँदै सम्झनामा कोनी भइँदै सयपत्री फुलेको आँगन रातो अक्षता चमर लगाए यता मेरो आँसुको धारा उदाउनबाट तिमी पाए उदाउनबाट तिमी फुल्यो बारीमा उनीहरूले धानको बल्ला छुट्यो खेल्दैमा कति राम्रै देखिन्छौ भरिले
डराउको यहाँ खसेको जाँदैन अक्सरी जाँदैनन् जाँदैन क्या सेतोमा पिँढीमा बसी जौला बाजी छोराको आउने दिन गन्दैछन् ढुक्क आइसक्यो दागे दाग कसले दाग नलाउनु भनेर पिस्ता जान्छ मरि लगाइदिन्छु डङ्कीलाई गीत बताउनु न
आज नि काम भएन एउटा ए त साइड लाइभ एकैचोटि युज गरेको त ब्रपमा जस्तो हो कि त्यस्तो दिमाग लगाएर ल्याएर दिने नै फोटो खिच्यौ न फोटो खिच्यौ म त सिसी लिएर के भन्नु अरू काम मात्रै गराउनु थाल्यो कि केही बिर्सा हेलो हेलो मेरो भ्लग आउँछ है मेरो भ्लग आउँछ दसैँको माथि गएर खिच्यौ न एकजना स्याड भयो यो त खेलाडी जस्तो देखियो निकाल्नै पर्छ रोशनले चस्मा खोले हुन्थ्यो
तास खेल्नको लागि पैसा हन्टिङै हन्टिङ हन्टिङ आमा उठाउ त विवश विवश सुमित प्याकिङ चाहिँ यहाँ प्याक भयो बिचमा हालेको मैले जिते आँखैमा गजल लगाउँदै माया